कहिले सोच्नु भएको छ हामी आफ्नो यो साधारण दैनिक जीवनमा त्यो अनन्तलाई त्यो विशाललाई कसरी अनुभव गर्न सक्छौं? आज हामी 3000 वर्ष पुरानो एउटा यस्तो मार्गदर्शनको खोजी गर्दैछौं जसले सायद हामीले संसारलाई हेर्ने तरिका नै बदल्न सक्छ। आउनुहोस् यो यात्रा सुरु गरौँ। यो सुन्दा कस्तो शक्तिशाली लाग्छ हैन त? यसले सम्पूर्ण ब्रह्माण्डको विशालतालाई एउटै वाक्यमा समेटेको छ। यो भनाइले भन्छ कि हामीले देख्ने अनुभव गर्ने हरेक कुराको उत्पत्ति एउटै स्रोतबाट भएको हो। अब गीतामा जुन मूल समस्या प्रस्तुत गरिएको छ त्यो यहीँबाट सुरु हुन्छ। एक यस्तो दैवी स्रोत जुन यति मौलिक छ, यति विशाल छ कि देवता र महान ऋषिहरूले समेत त्यसको पूर्णतालाई बुझ्न सक्दैनन्। अब यहाँ एउटा गहिरो प्रश्न उठ्छ। हाम्रो यो सीमित मनले यस्तो अनन्त, यस्तो विशाल तत्त्वलाई कसरी बुझ्न सक्छ त? यदि त्यो स्रोत समय र जन्मभन्दा पनि पर छ भने हामीले त्यसलाई चिन्ने बाटो के होला? हो, यही विशालताको कुरा गर्दा गर्दै अब हामी अलिकति मानवीय दृष्टिकोणमा आउँछौं, जहाँ अर्जुनको पात्रले यस अध्यायको सबैभन्दा केन्द्रीय प्रश्न सोध्छन्। र हो, यहीँनेर कथाले एक यस्तो मोड लिन्छ जुन एकदमै महत्त्वपूर्ण छ। यो प्रश्नले अमूर्त दर्शनलाई छोडेर एउटा व्यावहारिक र ठोस मार्गदर्शनको लागि निष्कपट अनुरोध गर्छ। यो कुनै दार्शनिक बहस होइन, यो त एउटा सिधा व्यावहारिक प्रश्न हो। एक हिसाबले हेर्ने हो भने अर्जुनको यो प्रश्न वास्तवमा हामी सबैको मनको प्रश्न हो, होइन र? जो कोही पनि आफ्नो जीवनमा गहिरो अर्थ खोजिराखेको छ उसले परमात्मासँग जोडिने यस्तै चाहना राख्छ। अब कृष्णको जवाब सुन्नुस्। यो कुनै घमण्ड वा आफ्नो बढाई होइन, बरु यो त एउटा दयालु अनि व्यावहारिक मार्गदर्शन हो। आफ्नो दृष्टिकोणलाई कसरी प्रशिक्षित गर्ने भनेर देखाइएको एउटा ऐश्वर्यको नक्सा जस्तै। र यो मार्गदर्शनको एकदमै मुख्य शब्द हो विभूति। कृष्णले अब यस्तै विभूतिहरूको एउटा सूची दिनुहुन्छ जसले उहाँको ऐश्वर्यलाई, उहाँको महिमालाई प्रकट गर्दछ। यसलाई यसरी सोचौँ न, हामी एकैचोटि पुरै समुद्रलाई त देख्न सक्दैनौँ नि, होइन? तर एउटा शक्तिशाली र सुन्दर छालमा ध्यान केन्द्रित गर्यौं भने हामी समुद्रको शक्ति र सुन्दरतालाई पक्कै बुझ्न सक्छौं। ल, अब तयार हुनुहोस्। अब हामी सृष्टिको विशालतालाई देखाउने केही दैवी अभिव्यक्तिहरूको एउटा द्रुत यात्रामा निस्कँदैछौँ। तर यो सूची सुरु गर्नुभन्दा अगाडि यो एकदमै घनिष्ठ र विश्वव्यापी कथनले सबै कुराको लागि एउटा आधार तयार गर्छ। यसले भन्छ परमात्मा कतै टाढा होइन, सबैको भित्र, सबैको हृदयमा नै हुनुहुन्छ। ल सुरु गरौँ ब्रह्माण्डबाटै, हाम्रो वरपरको विशाल आकाशबाट। कृष्ण आकाशीय पिण्डहरूबाट सुरु गर्नुहुन्छ। दिनलाई उज्यालो पार्ने त्यो तेजस्वी सूर्य अनि रातलाई शीतलता दिने त्यो सुन्दर चन्द्रमा। सोच्नुस् त, दुवै हाम्रो जीवनका आधार हुन्। अब आकाशबाट पृथ्वीमा झरौँ, यहाँको प्राकृतिक वातावरणमा पाइने अभिव्यक्तिहरूतिर लागौँ। सिंह, जसलाई हामी जनावरहरूको राजा भन्छौं, हिमालहरूको शिखर हिमालय, नदीहरूको मुहान पवित्र गङ्गा अनि त्यो जीवन दिने अश्वत्थको रुख, यी सबै प्रकृतिमा रहेका शक्तिका प्रतीक हुन्। अब हेर्नुस् त, श्रेणीहरू कति विशाल छन्। एकातिर हाम्रो भित्री सूक्ष्म मन छ भने अर्कोतिर बाहिरी र शक्तिशाली हतियार वज्र छ। अब अझै गहिरोमा जाउँ र हाम्रो ध्यान दैवी महिमाको थप अमूर्त र वैचारिक रूपहरूतिर केन्द्रित गरौँ। सोच्नुस् त, भाषाको पहिलो अक्षर अदेखि लिएर एक आदर्श योद्धा रामसम्म परमात्माको उपस्थिति सृष्टिको हरेक तहमा छ, चाहे त्यो देखिने होस् वा नदेखिने। यहाँसम्म हामीले धेरै उदाहरणहरू हेर्यौं, तर अब हामी यस अध्यायको चरमोत्कर्षमा पुग्दैछौं, जहाँ यी सबै उदाहरणहरूको वास्तविक अर्थ र मापन खुल्छ। यहाँको सबैभन्दा मुख्य कुरा के हो भने यी सबै भव्य चिजहरू परमात्माको पूर्ण स्वरूप होइनन्। होइनन्, बरु उहाँको त्यो अनन्त ऐश्वर्यको एउटा सानो झलक मात्र हुन्, एक झिल्का मात्र। र त्यसपछि आउँछ यो अन्तिम, हाम्रो सोचलाई नै हल्लाइदिने कथन, जसले सबै कुरालाई एउटा नयाँ परिप्रेक्ष्यमा राखिदिन्छ। यो सङ्ख्या हेर्नुस् त, अघिको कथनको अविश्वसनीय मापनलाई यसले अझै प्रष्ट पार्छ। मतलब सम्पूर्ण अस्तित्व परमात्माको एक अति सूक्ष्म अंशद्वारा मात्र टिकेको छ। त्यसो भए अन्तमा यसको सार के हो त? यो कुनै रट्नुपर्ने सूची होइन,
बरु यो त संसारलाई हेर्ने एउटा नयाँ चस्मा हो, एउटा नयाँ दृष्टिकोण हो। सबैभन्दा सानोदेखि सबैभन्दा ठूलोसम्म सबैमा उत्कृष्टता खोज्ने एउटा तरिका हो। त्यसैले अब प्रश्न यो हो कि यो प्राचीन ज्ञानलाई हामीले आफ्नो आधुनिक जीवनमा कसरी लागू गर्न सक्छौं? आज आफ्नो वरपर कुन चाहिँ ऐश्वर्यको खोजी गर्ने त?